मैले जुन ज्याकेट लगाइरहेको छु नि यसलाई चाहिँ धेरैजनाले ज्याकेट होइन यो झोला हो भन्नुहुन्छ र यो ठिक पनि हो जस्तो लाग्छ किनभने यसमा 7वटा पकेट छ कुनैमा भेल्क्रो छ कुनैमा चेन छ होइन कुनैमा चाहिँ यस्तो यो अड्काउने मात्रै छ अनि कुनैमा चाहिँ सानो मल्टी नाइफहरू मात्र अट्ने सानो पकेटहरू छ होइन कुनै चाहिँ एकदम ठुलो छ सो यसको काम चाहिँ के हो त भन्दाखेरि तपाईँसँग यदि मल्टिपल एक्सेसरी छ जस्तै मोबाइल पनि छ पावर ब्याङ्क छ तपाईँसँग गोप्रो पनि छ ठुलो क्यामेरा पनि छ होइन तपाईँसँग जिपिएस डिभाइस पनि हुनसक्छ तपाईँसँग म्यापहरू हुनसक्छ होइन धेरै कुरा हुनसक्छ नि अब जस्तै प्राइमेरी फर्स्ट एडकै कुराहरू पनि हुनसक्छ टिस्यु पेपरै किन नभनौँ होइन त्यस्तो कुराहरू छ भने चाहिँ यो ज्याकेट छ भने तपाईँले जतै पनि हाल्न सक्नुभयो होइन अनि तपाईँको अब जस्तै त्यसमा त झोलै बोके भइहाल्यो नि भन्नुहुन्छ नि झोला त बोकिन्छ तर झोलाको प्रब्लम चाहिँ के भन्दाखेरि इजिली एक्सेसिबल हुँदैन क्या होइन घरि पछाडिबाट निकाल्नु परेछ घरि के गर्नु परेछ होइन यसमा चाहिँ मजाले सजिलै आफ्नो ह्यान्डको रिचमै चाहिँ सबै कुरा चाहिँ मजाले एक्सेस गर्न सकिन्छ त्यो मात्र नभएर यो चाहिँ ज्याकेट जस्तो देखे पनि खासमा ज्याकेट होइन क्या एकदमै दामी भेन्टिलेसन हुन्छ गर्मी हुँदैन सबैतिर पलै पल देखिराख्नु भएको छ नि अब पछाडि पनि दामी पल देखिराख्नु भएको होइन यसले चाहिँ के गर्छ त भन्दाखेरि तपाईँलाई गर्मी हुन दिँदैन अनि एकदमै स्ट्रङ दामी ग्रिप दिन्छ क्या तपाईँले चाहिँ यसलाई अब यो लगाएर त दगुर्न पनि सक्यो नि त होइन यताउता केही गर्नु पऱ्यो भने जस्तै तपाईँ जङ्गल सफारीमा हुनुहुन्छ तपाईँ बर्ड वाचिङ गरिराख्नु भएको छ अथवा तपाईँ चाहिँ जङ्गल फोटोग्राफीमा हुनुहुन्छ त्यस्तो एक्टिभिटीमा चाहिँ इन्भल्भ हुनुहुन्छ अथवा बेसिक हाइकिङ ट्रेकिङ किन नभनौँ त्यस्तोमा हुनुहुन्छ भने चाहिँ यो ज्याकेट चाहिँ मस्ट ह्याभ ज्याकेट हो किनभने तपाईँले चाहिँ यस्तो ज्याकेटले चाहिँ तपाईँको के भन्ने इक्विपमेन्टको एक्सेसलाई चाहिँ एकदमै राम्रो इम्प्रुभ गरिदिन्छ क्या सो डेफिनेटली गो फर इट यो चाहिँ हमथोको हो होइन हमथोको वेबसाइटमा पनि चेक गर्न सक्नुहुन्छ अथवा चाहिँ हमथोको इन्स्टाग्राम पेजहरूतिर पनि मजाले चेक गर्न सक्नुहुन्छ यो ज्याकेटको बारेमा अझ धेरै थाहा पाउन मन छ भने चाहिँ थ्याङ्क यू